आज दार्जिलिङ प्रेस गिल्डमा नारी हस्ताक्षर रूपा लामाकृत दुईवटा कृतिहरू अनि म्युजिक भिडियो रुमाले डाँडाको विधिवत लोकार्पण गरियो। पत्रकार सविता सङ्कल्पद्वारा विधिवत रूपमा सञ्चालन गरिएको यस कार्यक्रममा रूपा लामाद्वारा लिखित कथा सङ्ग्रह कथायात्रा विपनाले जन्माएको सत्य सपनाहरू आध्यात्मिक कृतिको विधिवत लोकार्पण गरिएको छ। आज विधिवत लोकार्पण गरिएको म्युजिक रुमाले डाँडाको निर्मात्री ऐश्वर्या कार्की रहेको छ भने गायक प्रवेश प्रधान अनि सङ्गीतकार विनय सेवा रहेका छन्। आजको कार्यक्रममा परिवार पक्षबाट नगेन्द्र गोर्खा, प्रतीक प्रधान एनजिडोमा रहेको थियो भने उपस्थित अतिथिहरूमा क्रमैसँग मिलन बन्तावा, सन्जोग खवास, प्रदीप छेत्री, विनय सेवा, केबी गुरुङ, रमादेवी शर्मा, सुबोध गुरुङ, धीरज धरिया, टिका खवास गुरुङ आदि रहेका थिए। प्रेसगिल्डमा उपस्थित हुनुभएका आज दुईवटा कृतिहरूको लोकार्पण साथै एउटा म्युजिक भिडियोको पनि लोकार्पण हुन लागिरहेको छ र आजको यस प्रेस भेलामा उपस्थित हुनुभएका सम्पूर्णमा सविता सङ्कल्पको हार्दिक अभिवादन जनाउन चाहन्छु र आजको कार्यक्रमलाई आरम्भ गर्दै आजको यो जुन दुईवटा कृति यहाँ लोकार्पण भइरहेको छ, कृतिको नाम रहेको छ कथा यात्रा कथा सङ्ग्रह अनि विपनाले जन्माएको सत्य सपनाहरू आध्यात्मिक कृति र यो दुईवटा कृतिकार हुनुहुन्छ दार्जिलिङका एक वरिष्ठ गीतकार हुनुहुन्छ, साथसाथै कवयित्री पनि अनि कथाकार साथै विभिन्न विधाहरूमा उहाँले कलम चलाइरहनु भएको छ अनि उहाँ हुनुहुन्छ सूचना एवं सांस्कृतिक विभागका पूर्व कर्मचारी रूपा लामाज्यू र रूपा लामाज्यूले कथा कविता अनि गीत मात्र होइन, यहाँले गीतहरू पनि म्युजिक भिडियोहरू पनि विगत दिनहरूमा यहाँले सार्वजनिक गरिसक्नु भएको छ र आज पनि यहाँको एउटा गीतको रिलिज हुन लागिरहेको छ र सर्वप्रथम हामी आजको यो दुईवटा कृति लोकार्पणको यो कार्यक्रमलाई आरम्भ गर्न लागिरहेका छौँ र यो आजको यो कृति लोकार्पणमा उपस्थित हुनुभएका सम्पूर्णलाई हाम्रा कृतिकार स्वयंको बाहुलीबाट उहाँकै कर कमलबाट हामी सर्वप्रथम यहाँ मञ्चमा यहाँनिर आसन गर्नुभएका सम्पूर्णलाई श्रद्धा अर्पण गर्न लागिरहेका छौँ र सर्वप्रथम हामी यहाँ उपस्थित हुनुभएका दार्जिलिङका एक प्रसिद्ध नै भनौँ प्रकाशकको रूपमा यहाँ उपस्थित हुनुहुन्छ। यसरी भन्नुपर्दाखेरि यो आध्यात्मिक किताब विपन्नले जन्माएको सत्य सपनाहरू मलाई धेरै समय लाग्यो है। मेरो बाल्यकालदेखिको एउटा यसमा कथाहरू छ, त्यसलाई मैले आज आएर सबै समेटेर लेखेको हुँ र कति छोडिएको छ है, कति छोडेकोमा धेरै छोडिएको छ र कतिपय त्यो सम्झनामा आएको दुर्घटनाहरूलाई लिएर मात्र मैले त्यसलाई एउटा किताब रूपमा निकालेको छु है। अर्को कथा यात्रा त्यही हो, कति भन्न सकिन्छ बोलेर, कति भन्न सकिन्न है। त्यही हो पीडा व्यथा विषय एउटा चौतारी है यो किताब। त्यसलाई नै मैले आफ्नो जीवनमा कति घटेका घटनाहरू लिएर तयार पारेको। यो तपाईँ योभन्दा अगाडि पहिला निकाल्नु भएको थियो किताबहरूको यो सर्वप्रथम हो तपाईँ? हजुर, मैले योभन्दा अघि गीत यात्रा निकालेको छु, त्यसपछि कविता यात्रा निकालेको छु र यो दुईवटा किताब आज। अघि तपाईँले एउटा सानो वक्तव्य भावुक पनि हुनुभयो, तपाईँ अघि एकछिन बोल्दा बोल्दै है, तपाईँले यो अन्तिम होला सायद भन्नुभयो है। सबैजना भावुक भए, किन यस्तो प्रकारले तपाईँले अन्तिम भन्नुभएको? अझै तपाईँ अब लेख्नु इच्छा छैन कि किन, के कारणले त्यस्तो भन्नुभयो? मलाई
अब त्यही हो है, हामी गृहिणीहरूको एउटा समय छैन, हामीलाई समय छैन। त्यो कारणले गर्दाखेरि पनि हामीलाई समय उबारेर एकछिन आराम गर्ने है त्यो एउटा फुर्सद छैन, फुर्सद हुँदैन। त्यो कारणले गर्दाखेरि थोरै समयमा पनि है हामीले कति लेख्छौँ र होइन। त्यसले गर्दाखेरि समय धेरै लाग्ने हुँदाखेरि आज मैले यो बाल्यकालको किताब त आज म यो डाँडाको घाम हुँदाखेरि निकाल्दैछु होइन। आज म डाँडाको घाम हुँदाखेरि मैले बाल्यकालको किताब निकाल्दैछु भनेपछि सोच्नुहोस् व्यस्तता कति छ है। त्यसले गर्दाखेरि चाहिँ म हार मान्छु यो विषयमा, किनभने समय छैन नि हामीलाई है। हामीले सबै कुरो समेटेको हुनुपर्छ, सबै कुरो सम्झेको हुनुपर्छ, आफूलाई बिर्सेको हुनुपर्छ हो। त्यो कारणले गर्दाखेरि आफूलाई बिर्सी पठाउँदा चाहिँ आफ्नो रहर इच्छाहरू पनि सबै बिर्सी पठाउँदा। तपाईँ एउटा लेखिका मान्छे, किताब लेख्दै कविता लेख्ने मान्छे, फेरि एकैचोटि तपाईँ गीतप्रति ढल्किनु भएछ, के कस्तो लाग्छ तपाईँलाई? विशेष गरी म पहिला चाहिँ गीत नै लेखेको मैले। म सिङ्गर भएको एउटा नाताले पनि गीतबाटै सुरु गरेको। त्यहाँ गीत लेख्दा लेख्दै मैले कविता लेख्न सुरु गरेँ है, कविता लेख्न सुरु गरेँ। त्यसपछि फेरि मैले एउटा कथा है त्यस्तो प्रकारले चाहिँ सुरु भएको यो सबै। यो गीत चाहिँ जुन तपाईँले लेख्नुभयो कस्तो खालके गीत छ यो गीतले के तपाईँलाई मतलब हाम्रो पाठकहरूलाई सम्बन्ध के गरेको छ, कस्तो खालके गीत हो यो? मेरो गीतहरू प्राय आफ्नो विषयमा भन्नुपर्दाखेरि मेरो व्यथालु छ सबै है। र अब विभागमा लेखेको कतिपय गीतहरू त्यही भाइले अघि हाम्रो भन्नुभयो है, ठुला ठुला मान्छेहरूको विषयमा जीवनी है मा मैले गीत अटाउने कोसिस गरेको छु। उहाँहरूको जीवनीलाई गीतमा अटाउने कोसिस गरेको छु र धेरै दार्जिलिङका प्रख्यात गायकहरूले गाइदिइसक्नु भएको छ। यसमा म आफूलाई साँच्चै सौभाग्य ठान्छु आफ्नो है, किनभने हाम्रो टिमवर्क यति मिठो छ, राम्रो छ। मैले सङ्गीतकार एकदमै राम्रो मिलनसार भाइ प्रदीप छेत्रीज्यूलाई पाएँ होइन। हाम्रा यहाँ सङ्गीतकार हाम्रा गिटारिस्ट विनय भाइ, हामी एकदमै हाम्रो मित्रता एकदमै प्रगाढ भनौँ, पुरानो भनौँ, त्यस्तो भएको नाताले गर्दाखेरि म यसमा एकदमै आफूलाई सफल भएको महसुस गर्छु। आज यो तपाईँको जुन विमोचन टेलिकास्ट भएपछि कतिजनाले किताब पढ्ने इच्छा गर्नुहुन्छ होला, कतिजनाले गीत सुन्ने इच्छा गर्नुहुन्छ होला है। यदि गीत सुन्नु परेमा मतलब कस्तो प्रकारले सुन्नुपर्ने हो, अनि किताब उहाँहरूले पढ्नु परेमा कस्तो प्रकारले तपाईँलाई सम्पर्क राख्नु पर्ने, यसको विषयमा पनि भन्न सक्नुहुन्छ? सम्पर्क त्यो सबै त्यस्तो अप्ठ्यारो पर्दैन सम्पर्कमा है। फोन गर्दा पनि भइहाल्यो, दिइहाल्ने हो। विशेष गरेर म त अब त्यो बिक्री त पटक्कै गर्दिनँ। पुरानो किताबहरू मेरो त्यतिकै भक्रेलतै छ भनौँ है। कतिलाई म आउने जानेलाई म एकदमै बाँडिहाल्छु। म बिक्री चाहिँ म पटक्कै गर्दिनँ है। त्यसलाई पैसामा चाहिँ म गर्दिनँ किताबलाई है, त्यस्तो छु। र यो गीतहरू त अब अहिले फेसबुकमा पनि छ, युट्युबमा पनि छ। हाम्रो विनय भाइलाई सम्झिँदा पनि भइहाल्यो, त्यस्तो छ है। अन्त त्यही हो। सम्पूर्ण श्रोतावृन्द पाठकवर्गलाई चाहिँ अन्तिममा तपाईँले के भन्न चाहनुहुन्छ तपाईँको गीत र यो दुईवटा किताबको विषयमा? उहाँहरूलाई कस्तो अपिल गर्न चाहनुहुन्छ? म चाहिँ के भन्छु भनेदेखि मेरो यो ठुलो उपलब्धि ठान्छु। विशेष गरेर है, मैले उब्रेको समयमा कुछ न कुछ गरेँ मैले। समय मबाट कतै खेरो भएन। मैले एउटा समयको सदुपयोग गरेको छु र म नारीहरूलाई म यसै भन्न चाहन्छु कि समय एकदमै महत्त्वपूर्ण समय छ। त्यो समयलाई हाँस खेलमा गफ ठट्टामा पटक्कै खेरो नफाल होइन।
त्यसै कतै नभुलेर थोरै भए पनि आफ्नो जो छ आफूभित्र योग्यता, त्यो योग्यतालाई अलिकति भए पनि होइन बाहिर निकाल्नु र प्रदर्शन गर्नु, त्यो चाहिँ एउटा ठुलो सफलता भएर जान्छ र एउटा सार्थक भएर जान्छ मान्छेको जीवन भन्न चाहन्छु म चाहिँ। किनभने यति महत्त्वपूर्ण छ जीवन, महत्त्वपूर्ण छ। मान्छेको कुनै भरोसा छैन, केही न केही राम्रो कर्म है गरेर राम्रो सोच राखेर अघि बढौँ भन्न चाहिँ म सबैलाई यही आह्वान गर्छु। स्वागत गर्न चाहन्छु सबैलाई। विशेष गरेर यो दुईवटा किताब मैले वर्षौँ पहिला नै निकालिसक्नु पर्ने हो, तर यो व्यस्तताको कारणले गर्दा धेरै ढिलो भएर गएको म भन्छु। किनभने के हो, विशेष गरेर अब आफ्नो रहर र इच्छालाई मैले त्यति ध्यान दिन, प्राथमिकता दिन र घर परिवार मेरो घरकै कामकाजमा नै मैले ध्यान दिइरहेँ। त्यो कारणले गर्दाखेरि मलाई मेरो व्यस्त जीवनमा मैले फुर्सद निकाल्ने त्यस्तो मौकै पाइनँ है, मौका पाइनँ। त्यसले गर्दाखेरि थोरै समय, एउटा फुर्सदको थोरै समयमा मैले यो सबै लेखेको हो। यसलाई पनि मैले त्यति ध्यान दिएर मैले दोहोऱ्याइ मैले कहिले पनि लेखिनँ, यसलाई संशोधन गर्ने मैले मौका पनि पाइनँ विशेष। र यो धेरै वर्ष अगाडिको भन्दाखेरि मेरो बाल्यकालदेखिको यो आध्यात्मिक एउटा किताब चाहिँ मेरो बाल्यकालदेखिको एउटा घटेको घटनाहरू छ र यो घटनाहरू चाहिँ मैले त्यति बेला थाम्न नसकेको घटनाहरू थियो। जब कि मैले मेरो जीवनमा त्यो घटनाहरू घट्दाखेरि मैले मेरो बाउ आमासम्मलाई पनि मैले प्रत्यक्ष रूपमा मैले बताउनु नसक्ने, मैले देखेको कुरो उहाँहरूले देख्नु नसक्ने। अब म बेहोस अवस्थामा, तर आँखा हेरिरहेकै छु, बेहोस अवस्थामा मलाई त्यस्तो ममाथि त्यस्तो दुर्घटना घटिरहँदाखेरि पनि मैले हातको इसाराले यसरी देखाउँदाखेरि पनि उहाँहरूले नदेख्ने त्यस्तो घटनाहरू थियो है। त्यसलाई मैले आजसम्म पनि बिर्सनु नसक्छु। कतिवटा त मैले बिर्सेर गएँ, तर कतिवटा चाहिँ मेरो एकदमै मनमुटुमा छाप बसेको हुँदाखेरि मैले त्यसलाई लेखेर किताब रूपमा निकालेको छु। तर त्यसमा सबै मेरो जीवनमा घटेका प्राय जस्तो मैले छोडेर त्यसलाई सङ्घालेको छु र त्यस्तो भएको छ। कतिवटा टुक्रा छ, त्यो टुक्राहरूलाई पनि मैले हाल्न सकिनँ र याद भए जति मैले त्यसलाई हालेको छु। एउटा सानो रूपमा निकालेको छु त्यो किताब है। त्यो एकदमै मैले बिर्सेर पनि म बिर्सनु नसक्ने अवस्थामा पर्दाखेरि मैले त्यसलाई देखेको हुँ। तर धेरै वर्षपछि आज त्यसले सफलता पाएको छ। यो कथा यात्रा पनि के हो, एउटा लेख्नु मन लाग्दै पनि समय थिएन मसँग। समय थोरै पाएको बेलामा 2 लाइन 3 लाइन लेख्दै आफ्नो काम कार्य गर्दै मैले यसरी यो तयार पारेको। त्यसो हुँदाखेरि आज म यो किताब 2टा किताब लेखिसकेपछि मैले ठुलो सास लिएको थिएँ। त्यो किताबलाई मैले हतार हाम्रा आदरणीय भाइ मिलन बान्धवको काखमा छोडी पठाइसकेपछि मलाई साह्रै यस्तो फिल भयो कि मैले आजसम्म भोगिरहेको पिठ्युको भारी
मैले दिसाएँ। त्यस्तो हल्का मलाई भएको थियो। त्यसले गर्दाखेरि मैले सम्पूर्ण भाइ सम्पूर्ण कुरो मेरो मैले गर्नुपर्ने कार्यहरू पनि भाइलाई नै सुम्पिदिएँ। भाइले बिचरा भ्याइ नभ्याइ मलाई थाहा थियो उहाँको व्यस्तता, तर पनि मैले उहाँलाई त्यो सबै मेरो मैले गर्नुपर्ने कार्यहरू सुम्पिदिएपछि सहस्र उहाँले स्वीकार गरेर आज यो किताब तयारी भएको। त्यसले गर्दाखेरि म आज साँच्चै मलाई यस्तो लागिरहेको छ मैले ठुलो कार्य गर्न सफल भएकी छु। किनभने मेरो यो वर्षौंको इच्छा थियो। यो इच्छालाई मैले आज पुरा गर्ने मौका पाएको छु र तपाईहरुसँग मैले बाँड्न सकेको छु। अघि कति कुरा मुखले भन्न सकिन्छ, कति कुरा भन्न सकिन्न। त्यो कारणले गर्दाखेरि पनि किताब भनेको के रहेछ लाग्छ मलाई। के लाग्छ भने एउटा चौतारी, दुःख पीडा बिसाउने एउटा चौतारी मलाई लाग्छ। त्यसले गर्दाखेरि मैले लेखनलाई एउटा आफ्नो पीडा बिसाउने, व्यथा बिसाउने एउटा चौतारी सम्झेँ। त्यसैले गर्दाखेरि आज म भाइलाई मेरो भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सन्जोग नानीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने उहाँले समय धेरै लागे तापनि धेरै दुःख गरिदिनु भएको छ यो किताबमा। त्यसले गर्दाखेरि आज म यो किताब लिएर तपाईहरुको समक्ष उभिन सकेको छु। अब मलाई लाग्छ सायद म यो किताबहरू लेख्नु, तयार पार्नु म सायद गर्दिनँ होला। अब जिन्दगी यति व्यस्त छ, जिन्दगी व्यस्त मात्र होइन, बिसन्चो पनि त्यत्तिकै छ, समय छैन मान्छेलाई है। त्यसले गर्दाखेरि सायद मेरो किताबहरू यो अन्तिम नै हुनसक्छ। भाइलाई म धेरै धेरै धन्यवाद दिन्छु यो किताबको निम्ति। सन्जोग नानीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। आज मेरो एकजना मसँग परिचय छैन, तथापि उहाँ एकदमै साई भक्त अध्ययनशील व्यक्ति हुनुहुन्छ। उहाँको नाम अमर कृति। अमर कृतिले एकदमै उत्कृष्ट, एकदमै स्तरीय लेखिदिनु भएको छ मेरो एउटा किताबमा, आध्यात्मिक किताबमा है। सायद त्यस्तो मेरो जीवनमा सायद त्यो लेखन पहिलोचोटि हुनसक्छ, त्यसरी लेखिदिनु भएको छ। र उहाँलाई म धेरै धेरै यहाँबाट धन्यवाद दिन चाहन्छु। उहाँलाई म धेरै सम्झिरहेको छु। उहाँको निम्ति, मिलन भाइको निम्ति नै मैले फर्केर आज यहाँ यो विमोचन सायद हुनु। त्यसले गर्दाखेरि त्यो भाइलाई म धेरै सम्झिरहेको छु। उहाँ बिसन्चो हुनुहुन्छ, आज आउनु सक्नु भएन र उहाँलाई भगवानसँग म प्रार्थना गर्छु उहाँ चाँडो सन्चो होस्, निको होस्। र उहाँ म खै के भन्नु है, उहाँलाई म भन्नै सक्दिनँ। म यस्तो हुन्छ मलाई, कोही मान्छे यति छिटो मेरो मन मुटुमा बसिहाल्छ है, कोही मान्छे बस्न सक्दैन। मेरो जीवनमा त्यस्तो दुईटै मान्छे हुन्छ, कोही यति छिटो बसिसकिहाल्छ है। त्यसले गर्दाखेरि म भित्रबाट उहाँलाई म प्रार्थना गरेको हुन्छु, सम्झेको हुन्छु। उही हुनुहुन्छ एउटा एकजना अमर कृति। मलाई त्यो उहाँले लेख्नु भएको म माथिको लेख भनौँ, भूमिका भनौँ, मलाई साँच्चै आँसु आएको थियो।
शब्द यति साह्रो मिठो लेख्नु भएको थियो है, म वर्णन गर्न सक्दिनँ। त्यस्तै प्रकारले मिलन भाइले पनि यति ध्यानपूर्वक समय लगाएर लेखिदिनु भएको छ, यति साह्रो ध्यान दिएर लेखिदिनु भएको छ। उहाँहरूलाई धन्यवाद पनि मबाट धेरै कम्ती हुन्छ। त्यसले गर्दाखेरि उहाँहरू म सायद उहाँहरूको कर्मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मेरो प्रार्थना हुन्छ उहाँहरूसँग जहिले कहिले पनि उहाँहरूको कर्म सधैँ सफल होस्, जहिले तहिले पनि सुख समृद्धि होस् भन्न चाहन्छु। साथै यो गीत रुमाले डाँडाको प्रसङ्गमा भन्नुपर्दा रुमाले डाँडा एउटा ठाउँको नाम हो। त्यो रुमाले डाँडा मेरो माइती गाउँ बेलदेखि मुनि पर्ने एउटा रुमाले डाँडा, जहाँ बर पिपल छ। त्यहाँ आउ जाउ गर्ने मान्छेहरू, भारी बिसाउने मान्छेहरू, पत्ती टिपेर थकाइ मार्ने मान्छेहरू धेरै धेरै शीतलता लिएर जान्थे। त्यति बेला जब म बाल्य अवस्थामा थिएँ, त्यहाँ बस्न पुग्थेँ। कोही बेला मेरो बारी के थियो, भोजन वन भात खान हामी त्यतै जान्थ्यौँ। रमाइलो ठाउँ एकदमै, वारिपारी मङ्पू, सिङ्ला, जिङलाम, टिस्टा भेली अनि भन्ज्याङ सबै देख्न सक्ने एकदमै रमाइलो ठाउँ त्यहाँनिर। त्यो ठाउँलाई मैले आजसम्म भुल्न सकेको छैन। तर म विवाह भइसकेपछि त्यो ठाउँमा जाने मौका त कहिले पाइनँ, त्यो ठाउँमा बस्ने पनि मैले मौका कहिले पाइनँ। तर सम्झनामा मेरो सधैँ रहिरहने त्यो एउटा हो। अनि किताबमा समावेश कथा साङ्ले ढेर, तीन तले भिर, जहाँ हामी घाँस दौडा गर्ने गर्थ्यौँ। त्यो ठाउँहरूलाई मैले आजसम्म भुल्न सकेको थिइनँ। मलाई लाग्थ्यो मेरो माइती घरमा जाँदा त्यो ठाउँ कस्तो भयो, जहाँ हामीले ऐसलुहरू टिपेर खान्थ्यौँ, गक्लेतोहरू टिपेर खान्थ्यौँ। भारी बिसाउने त्यहाँ साँझ धारा भन्ने थियो। त्यो पानी छैन, झ्याङले छोप्यो कि सुक्यो भन्ने एउटा मलाई मनमा सधैँ लागिरहने हुँदा त्यो ठाउँहरूलाई मैले कथामा उतारेको हुँ। अनि यो रुमाले डाँडा पनि त्यस्तै भयो। र त्यो सम्झनामा आइरहने हुँदाखेरि मैले एक दिन अचानक मेरो सानो छोराले, मम्मी एउटा फोकमा लेखिदिनुहोस् न गीत, एउटा गीत गर्नु पर्यो म त भन्दाखेरि मैले तुरन्तै बेलुका बसेर लेखेर दिइहालेँ। लेखिसकेपछि मैले विनयलाई लु न विनय यो गीतमा सङ्गीत भर्नु पर्यो भनेर मैले हाम्रो विनय भाइलाई मैले दिएँ। भाइले पनि तुरन्तै सङ्गीत भरिसकिहालेको थियो। अनि यति राम्रो सङ्गीत भरिदिनु भएको छ, यति राम्रो सङ्गीत भरिदिनु भएको छ। तर यो गीत पनि निक्लिनुको निम्ति एकदमै ढिलो भएर गयो। सायद आज 1.5 वर्ष जस्तो भयो। 1.5 वर्षपछि आज निक्लिँदाखेरि मैले सोचेको थिइनँ कि गीत यस्तो निस्किन्छ भनेर। तर साँच्चै मिठो भएको छ, साँच्चै रमाइलो भएको छ। मैले आफ्नै गीत पनि 3-4 चोटि नै मैले सुने होला। अहिले पनि म कहिलेकाहीँ सुन्छु त्यो गीतलाई। मेरो छोरा फुटबलर हो, तर गीतमा पनि त्यत्तिकै इन्ट्रेस्ट छ, डान्स गर्न त्यत्तिकै इन्ट्रेस्ट छ उसको। तर आज उहाँ आउनु सक्नु भएन, किनभने गायक भन्दाखेरि
उहाँ फुटबलरै हुन चाहन्छ। त्यो कारणले गर्दाखेरि उहाँलाई आज समय पनि नपाएको होला, त्यो भएर आउन सकेन। यति मिठो भएको छ र आज म एकदमै खुसी छु। यो गीतले पनि आज साँच्चै एउटा न्याय पाएको छ। मैले सबैको समक्ष यसलाई सार्वजनिक गर्न सकेँ भनेर आज म साँच्चै भावुक छु र धेरै म बोल्न सक्दिनँ। यति भन्दै मेरो छोटो वक्तव्य यिनै समाप्त गर्न चाहन्छु।